टाटा भन्ने थाहा हजुरको गाउँघरतिर के भन्छन् तर मैले सानैमा चाहिँ कति मेमोरीहरू छन् के मम्मीहरू घाँस काट्न जाने अनि कति ठुल्ठुला टाटा यो चाहिँ एउटा उ त्यहाँ माथि चाहिँ दुईटा तीनटा रहेछ यो झालमा चाहिँ मेरो मम्मीले चाहिँ टाटा ल्याइदिन्थ्यो अनि हिस्साले यहाँ बिचबाट चिरा पारेर भित्रको त्यो दाना खाने अनि बादल भन्ने पनि हुन्छ के सेतो सेतो त्यो पनि खान्थ्यो हजुरहरूले सानसानोमा खानु होला है यसलाई चिन्नु सक्ने गाउँघरमा बस्नेहरूले त थाहा छ होला तर सरकारले अहिले थाहा छैन होला तर अहिले जन्मेका नयाँ बच्चालाई पनि थाहा छैन फेरि टाटा भन्ने के हो भने हामी गरिबी जिन्दगीहरूलाई मात्र थाहा अनि त्यही यहाँ धेरै मेमोरीहरू छन् म चाहिँ बाख्रा चराउन छु मस्त चलिरहन्